नमस्कार भाइ बहिनीहरू। आज मैले 1-2 को पाठ इमेल भन्ने पाठ पढाउन गइरहेको छु। यो हाम्रो यो मोबाइलहरुमा यो मोबाइल सञ्चालन गर्नको लागि मोबाइल सुरु गर्नको लागि नै यो जीमेल एकाउन्ट आवश्यकता पर्छ। त्यसैले जीमेल एकाउन्ट कसरी खोल्नु पर्छ भनेर मैले आज सिकाउन गइरहेको छु। जीमेल एकाउन्ट कसरी खोल्ने त यहाँ स्टेप बाई स्टेप सिकाएको छ। यो प्रयोगात्मक कार्यहरूलाई स्टेप बाई स्टेप सिकाएको छ। तपाईले प्रयोग गर्ने ब्राउजरको सर्च इन्जिनमा गएर जीमेल एकाउन्ट साइन अप टाइप गरेर सर्च गर्नुहोस् भनेको छ है। अब म त्यसै गर्छु ल। अब यस्तो छ ल, मैले पहिला गुगलमा जाँदैछु ल। गुगलमा गएँ म र यहाँ पहिले नै यहाँ जीमेल एकाउन्ट खोलिसकेको हुनाले मैले नयाँ जीमेल एकाउन्ट खोल्न गइरहेको छु है। यस्तो गरेर ल एड एकाउन्ट यस्तो इमेल भन्ने आयो है यहाँ है। अनि यहाँ क्रिएट एकाउन्टमा जानु पर्यो। द क्रिएट एकाउन्ट फर माई पर्सनल युज, फर माई पर्सनल युज। ल फर्स्ट नेममा आफ्नो नाम राख्ने र लास्ट नेम यस्तो भयो ल। यस्तो राखिसकेपछि आफ्नो डेट अफ बर्थ राख्नुपर्छ। यहाँ डेट अफ बर्थ त्यसको लागि चाहिँ तिमीले अंग्रेजीमा डेट अफ बर्थ राख्नुपर्ने हुन्छ र तिमीले नेपालीमा त पक्कै थाहा छ। त्यसलाई अंग्रेजीमा कन्भर्ट गर्नको लागि हामीले चाहिँ हाम्रो पात्र भन्ने एक प्रयोग गर्न सकिन्छ, अथवा चाहिँ विभिन्न खालको चाहिँ नेट अरू मोबाइलमा हेरेर त्यसलाई चाहिँ चेन्ज गर्न सकिन्छ। हाम्रो नेपाली डेटलाई अंग्रेजी डेट गराउन सकिन्छ। र मैले मेरो राख्दैछु ल अगस्त 22 सरी 1987 मैले राखेँ ल। यस्तो गरिसक्यो नेक्स्ट गर्ने नेक्स्ट गर्ने ल। अब मेरो नाम सुदेश श्रेष्ठ 26 आयो है। यहाँ आफूलाई कुन राख्न मन लागेको छ अथवा चाहिँ आफ्नो स्टाइलले राख्न पनि मिल्छ। आफ्नो स्टाइलले भन्नाले मेरो तरिकाले राख्छु है। क्रिएट योर आउन जीमेल एड्रेस ल। मेरो तरिकाले चाहिँ मेरो तरिकाले राखेको हेरौँ है त। मैले जहिले पनि मोबाइल नम्बरबाट राख्ने गर्छु। जस्तो मोबाइल नम्बर मेरो आफ्नो मोबाइल नम्बर 98460 83621 ल। यस्तो भयो, यो मेरो नम्बर भयो। यसको पछाडि केही संकेतहरू जस्तो मेरो नाम यास भएको भएर यासबाट आउने भएको भएर मैले यहाँ यास थपिदिएँ है। एउटा चाहिँ यो अल्फाबेट चाहिन्छ यस्तो नम्बर अनि यास थपिदिएँ अथवा नेक्स्ट गरिदिउँ है त ल। नेक्स्ट ल भइसक्यो ल। अब पासवर्ड राख्नु पर्यो। पासवर्ड चाहिँ एकदमै स्ट्रङ राख्नुपर्ने हुन्छ। अब जस्तो के राख्नु त भन्दा पासवर्ड ल। पासवर्ड त अहिले त पासवर्डै राखेर पासवर्ड @ 1 2 3 ल। पासवर्ड @ 1 2 3 ल। यो चाहिँ अरूलाई भन्नु हुँदैन है। यो चाहिँ मैले सिकाउनको लागि यस्तो गरेको हो। तर अरूलाई यो पासवर्ड भन्नु हुँदैन र पासवर्ड चाहिँ हामीले सम्झिने खालको राख्नुपर्छ। अनि त्यसपछि नेक्स्ट गर्ने नेक्स्ट गर्ने अनि फोन नम्बर चाहिन्छ अनि फोन नम्बर राख्ने ल। फोन नम्बर आफ्नो फोन नम्बर चाहिँ राख्नै पर्छ। फोन नम्बर राखिसकेपछि ल इन्टर कोड भनेको छ ल। मोबाइलमा मेरो कोड आउँछ। कोड आइसक्यो। कोड आएको रहेछ 297375 297375। यसलाई ओटिपी कोड भन्ने गरिन्छ ल। भइसक्यो ल। रिकभरी इमेल एड्रेस भनेको छ, यो नराखे पनि हुन्छ अहिलेलाई ल। नेक्स्ट ल नेक्स्ट गर्ने अनि
यो अब तयार भइसक्यो अब यसले काम गर्छ ल अब तिमीले यो गर्न जानिसक्यो अब तिमीहरूले चाहिँ कुनै दिन यही मोबाइल लिएर आएर हामी सबैले चाहिँ एकवटा जिमेल खोल्ने तरिका हामी सिक्छौँ र मैले मोबाइलबाट पनि तिमीलाई खोलेर भोलि अर्को भिडियोमा मैले मोबाइलबाट खोलेर देखाउँछु ल हस् त धन्यवाद